यो हो काठमाडौँको धरहरा क्षेत्र। यो सुन्धारा नजिकै। यो भने ललितपुरको कुपन्डोल आसपास हो। दुवैतिर हरियाली देखिन्छ। हामी अहिले ललितपुरको पुलचोक हुँदै अगाडि बढिराखेका छौँ। यो बाटो सफा देखिन्छ। साथै पुलचोक इन्जिनियरिङ कलेजको छेउबाटै हामी हिँड्दै गर्दाखेरि बाटो सफा र दुवै साइडमा हरियाली पनि देख्न सकिन्छ। आज हामी ललितपुर र काठमाडौँका बाटाहरूमा सफा कतिको छ र हरियाली कतिको छ यो दुईटा महानगरपालिका बीच तुलना गर्नेछौँ। अहिले हामी ललितपुरको कुपन्डोल क्षेत्रतिर अगाडि बढ्दैछौँ। यो क्षेत्रमा ललितपुर महानगरपालिका सफा पनि छ र दुवैपट्टि हरियाली पनि देख्न सकिन्छ। चौडा बाटोहरू छन्। तुलनात्मक रूपमा अन्य ठाउँभन्दा यो क्षेत्र चाहिँ निकै आकर्षक, सफा र ग्रिनरी देख्न सक्छ। अहिले हामी कुपन्डोल नजिकै छौँ। अब झन्डै ललितपुर महानगरपालिकाको सीमा समाप्त हुने अवस्था आइपुगेको छ। यहाँसम्म पनि बाटो सफा छ। अलिअलि केही जाम हुन्छ। अफिस टाइममा बिहान बेलुका अलिकति जाम हुने क्षेत्र पनि हो यो। हरियालीका हिसाबमा यहाँसम्म चाहिँ ललितपुर महानगरपालिका निकै हरियाली देखिन्छ। अब हामी काठमाडौँ महानगरपालिका प्रवेश गर्दैछौँ। यो बागमती नदी माथिको यो पुल ललितपुरबाट काठमाडौँ महानगरपालिका छिर्दै गर्दाखेरि सुरुमै जामको अवस्था सुरु हुन्छ, किनभने थापाथली प्रमुख क्षेत्र हो यो जामको। यहाँ धेरै लामो जाम हुने गर्दछ। अहिले हामी थापाथली क्षेत्र आइपुगेका छौँ। यो काठमाडौँ महानगरपालिका हो। यहाँ अलि केही समय जाममा बस्नुपर्ने हुन्छ। दाहिनेपट्टि माथि देखिएको छ कान्तिपुर पब्लिकेसन। जेएनजी आन्दोलनमा उक्त पब्लिकेसनमा पनि आगजनी र तोडफोड भएको थियो। यो क्षेत्रमा अलिकति बाँदरहरू पनि हुने गर्दछन्। कहिलेकाहीँ सर्वसाधारणलाई बाटोमा हिँड्दाखेरि बाँदरहरूले जिस्काउने पनि गर्दछन्। अब हामी थापाथलीबाट अगाडि माइती घरतर्फ बढ्दैछौँ। यहाँ बाटो सफै छ, तर हरियाली चाहिँ देख्न पाइँदैन। फेरि सायद साँघुरो भएर पनि होला। यहाँ केही ललितपुरभन्दा गाडीको अलिकति बढी भिड देख्न सकिन्छ। अहिले हामी थापाथली क्याम्पस नजिकै पुगिसकेका छौँ। अब माइती घर मण्डला पुग्दैछौँ। माइती घर पनि यो माइती घरसम्म र यो एरिया कोर एरिया भएको हुनाले काठमाडौँमा यो क्षेत्रभित्र
लगभग जामको परिस्थिति हुन्छ। केही सुस्त गतिमा गाडीहरू हिँड्ने गर्छन्। यो धेरै यो बानेश्वरतिरबाट आउने सिंहदरबार सरकारी कार्यालयहरू सबै भएको हुनाले सवारी साधनको चाप अलिकति बढी नै हुन्छ। हरियालीको दृष्टिकोणले ललितपुरको उक्त क्षेत्र अलिकति बढी नै हरियाली छ। बाटो सफा यहाँ काठमाडौँमा पनि छ, चाक्लो बाटो। अहिले हामी भद्रकाली मन्दिर आइपुगेका छौँ। भद्रकाली मन्दिरबाट अगाडि हामी अब बढ्दै गर्दाखेरि यो क्षेत्रमा धरहरा सुन्दारातिर जाने बाटोतिर चाहिँ टुडीखेलको वरिपरि यो क्षेत्रमा अलिकति हरियाली छ। टाढैबाट धरहरा देखिन्छ, शहीद गेट देख्न सकिन्छ, केही अग्ला अग्ला भवनहरू पनि देखिन्छन्, हरियाली पनि छ, बाटो चखला छ, सुन्दर दृश्यहरू पनि छन्। अलिकति भिडभाड पनि हुन्छ। अब यहाँ यो राजधानीकै प्रमुख स्थल भएको हुनाले सुन्दर दृश्यहरू छन्। यहाँ हरियाली, भिडभाड, सफा पनि छ। व्यापारिक भवनहरू पनि छन्। यहाँ भिडभाड हुन्छ। राजधानीका सबै ठाउँमा प्रायःजसो जाने गाडीहरू यही क्षेत्रमा पाइन्छ। त्यो भएर पनि यहाँ भिडभाड छ। यो समग्रमा हेर्दाखेरि सरसफाइका दृष्टिकोणले काठमाडौँ ललितपुर उस्तै देखियो। हरियाली ग्रिनरीका किसिममा चाहिँ ललितपुरमा अलिकति बढी हरियाली चाहिँ देखियो। हामीले अहिले हिँडेको क्षेत्रमा तपाईहरूलाई कस्तो लाग्छ? कृपया तपाईँ पनि आफ्नो यात्राको क्रममा आफूलाई लागेको सुन्दरता, राम्रा पक्ष र केही कमजोरी पक्षहरू उल्लेख गर्न सक्नुहुन्छ। यो भिडियो हेरिदिनु भएकोमा तपाईहरूलाई धेरै धेरै धन्यवाद। यस्तै भिडियोहरू अन्य ठाउँको पनि यस्तै भिडियोहरू चाहिँ ल्याउँदै गर्नेछौँ। अन्तिममा हामी रत्न पार्कमा आएर हाम्रो यात्रा समाप्त अन्तिम गरेका छौँ। हामी सार्वजनिक यातायातमा बसेर यो भिडियो कैद गरेका हौँ। तपाईहरू सबैलाई धन्यवाद।